कतिजना हो खास गरी लेखा शाखामा हुनुपर्ने कर्मचारी कतिजना? 3 जना हो। तपाईँ सहित 3 जना कि तपाईँ कार्यालय सहयोगी तपाईँ बाहेकका 3 जनाहरू हुनुपर्ने हो, तर अहिले तपाईँ मात्र हुनुहुन्छ। बिहानदेखि आउनु भएको छैन, अरू आउनु भएको छैन, अरू आउनु भएको छैन। उहाँहरू फेरि अहिले 1-2 बजीतिर आउनुहुन्छ सायदै। अब यो कार्यकक्षभित्र त कोही हुनुहुन्न, हामी स्वास्थ्य शाखाकै एउटा अर्को कार्यकक्षमा जान्छौँ, अर्को कोठामा जान्छौँ। यो पनि स्वास्थ्य शाखाकै त हो नि सर, यो स्वास्थ्य शाखाकै हो। यो स्वास्थ्य शाखाको पनि कार्यालयमा कर्मचारीहरू हुनुहुन्न। छेडागाड नगरपालिकाका आज एक शाखासम्म धाउने छु म। यहाँ चाहिँ कसरी सेवा प्रवाह भइरहेछ भन्ने कुरा एक तपाईँहरूलाई जानकारी दिँदैछु। 11 बजेको समय हो। यो प्रमुख प्रशासकीय अधिकारी शशि कुमार लम्सालको कार्यालय हो, कार्यकक्ष हो, र यहाँ कोही पनि हुनुहुन्न। अहिलेसम्मको अवस्थामा यहाँ कोही पनि कर्मचारीहरू हुनुहुन्न। आइडी कार्ड त छैन त सर, लाउनु भएको छैन सर। ड्रेस पनि लाउनु भएको रहेछ सर, ड्रेस नै हो सर, त्यो एडिडासकै ड्रेस हो सर। निजामती कर्मचारीलाई अहिले एडिडासकै दिएको छ सर। सेतो कपडा हो, सेतो लगाउने हो, जे भए पनि सेतो कपडा लगाएपछि हुने हो सर। तपाईँले कुन विपद शाखा हेर्दै हुनुहुन्छ सर? विपद शाखाका कामहरू व्यापक रूपमा भइरहेका छन् अहिले। समस्या छैन। सेवाग्राहीहरू आएपछि तपाईँहरूले काम गर्नु भएको छ। सेवाग्राही अहिलेसम्म फिर्ता जानु भएको छैन अहिले तपाईँको शाखाबाट। सेवाग्राहीले कार्यालय खोजेर होइन, घर खोजेर जानुपर्ने हो सर। के छ अवस्था? कुर्सीमा बसेकै आधारमा तपाईँहरूलाई कर्मचारी हुनु भन्नुपर्ने हो सर। मतलब एउटा देख्न सक्नुहुन्छ कुर्सी पुरै खाली छ, कार्यालय सहयोगी पनि हुनुहुन्न, कर्मचारीहरू पनि हुनुहुन्न। यता पनि देखाएँ मैले, यहाँ चाहिँ कुनै व्यक्तिको नाम प्लेट पनि लेखेको छैन। यहाँ पनि कर्मचारी पनि हुनुहुन्न, कार्यालयका सहयोगी पनि हुनुहुन्न। म कति समय भयो तपाईँको यहाँ कुरेको? 1 घण्टा भइसक्यो। पञ्जीकरण शाखामा कर्मचारी हुनुहुन्न, गरे 3वटा कोठामा कहीँ पनि कर्मचारी हुनुहुन्न। अब मैले के गर्ने कसलाई हारगुहार गर्ने? कार्यालयमा कर्मचारी हुन जरुरी छ। 10-4 को 9-5 को ड्युटी हो उहाँहरूको। जुन समय कार्यालय समय तोकिएको छ त्यो समय चाहिँ कार्यालयभित्र प्रवेश हुनुपर्छ, कार्यालयमा कार्य सम्पादन गर्नुपर्छ भन्ने कुरा मैले सिकाउनु हुँदैन, किनकि उहाँहरू हामीभन्दा विज्ञ हुनुहुन्छ। सर यहीँको कर्मचारी हुनुहुन्छ कि सेवाग्राही हुनुहुन्छ सर? कर्मचारी हुनुहुन्छ, ठ्याक्कै छुट्याउन नै भएको। जो केस पनि देखिएन हैन। अब आइडी कार्डको विषयमा धेरै कुरा नगरौँ। स्वास्थ्य यो कृषि शाखामा सबै कर्मचारीहरूले नियमित पोसाक पनि लागेको देखियो सर सबैले। यता मैले अर्को कर्मचारीलाई पनि देखाएँ। छेडागाड नगरपालिकाको यो पहिलो शाखा होला जहाँ नियमित कर्मचारीले आइडेन्टिटीका साथ नियमित पोसाक लगाएर, निजामती कर्मचारीको पोसाक लगाएर, अब फेरि हामीले राम्रो कुरालाई पनि हाइलाइट गरिदिनुपर्छ। यो पनि राम्रो हो है, एउटा अभ्यासका रूपमा हेर्नुपर्छ। कुनै शाखामा कर्मचारी नै नआउने, कर्मचारी भएका शाखाहरूका कर्मचारीहरू आउट ड्रेसमा आउने, आइडेन्टिटी नलाउने अवस्थामा यो कृषि शाखामा चाहिँ खुसी लाग्यो सर। तपाईँहरूको यही निरन्तरता हामी सधैँ चाहन्छौँ। यो यहाँको चाहिँ केही जनताको जनगुनासो अनुसार सर, जस्तै हाम्रो जो अहिले उपसचिव सरहको प्रमुख प्रशासकीय अधिकृत मन्त्रालय खटायो, उहाँ चाहिँ 1 महिनापछि कार्यालयमा हाजिर हुनुभयो, फेरि 1-2 हप्ता बस्नुभयो र फेरि चाहिँ अब फेरि धेरै टाढाको यात्रा गरेर जानुभयो कार्यालयमा। जस्तै सार्वजनिक बिदा त अस्ति सकियो, हिजो आउनुपर्ने, आज आउनुपर्ने। आज पनि म 11 बजेको समयमा त्यो कार्यालयमा प्रवेश गरेँ, कोही पनि त्यहाँ कर्मचारीहरू हुन सक्नु भएन, हुनुहुन्न। यता मैले पञ्जीकरण शाखा भन्नुभयो सरहरूले, त्यहाँ पनि प्रवेश गरेँ, त्यहाँ पनि कर्मचारीहरू हुनुहुन्न। खास यो समस्या चाहिँ के आइलाग्यो होला सर? हामी सबै बसेपछि हामी प्राविधिकहरूलाई फिल्डमा जानुपर्छ, टाढा टाढा जानुपर्छ। अब हामी सबैजना बसेर सल्लाह गर्छौँ। सल्लाह गरेपछि हाम्रो अफिसले चाहिँ हाम्रो यति चाहिँ समस्या चाहिँ हल गरिदिनुपर्छ। हामी मजाले सेवा प्रवाह गर्छौँ, हामीलाई त्यस्तो समस्या केही पनि छैन। डोरी हराएको छ तपाईँको, कसैको डोरी हराउने, कसैको चाहिँ बन्न अलिकति समय लाग्ने। यो के छेडागाड नगरपालिका विकट नै भएको भएर होला नि सर? यहाँको सर पनि बिदामै हुनुहुन्छ आज सर। यो एकै दिन चाहिँ त्यत्रो 20-25 जना चाहिँ बिदामा जानुपर्ने कस्तो खालको समस्या आइलाग्ला सर? यो जहाँ पनि गयो बिदामै हुनुहुन्छ भन्नुहुन्छ, जहाँ पनि गयो बिदामै हुनुहुन्छ भन्नुहुन्छ।